Hello everybody, welcome to my vlog. आज चाहिँ हामी न्यू इयर मनाउन आएको। ह्यापी न्यू इयर! ह्यापी न्यू इयर! हामी पार्कमा घुम्न जाँदैछौँ। यो चाहिँ अहिले हामी झलिङ्गेपुरमा छौँ है। थाहा छैन कस्तो हो पार्क मलाई चाहिँ थाहा, म आएको छु होइन, तर बन्नभन्दा अगाडि आएको थियो। अब चाहिँ कस्तो हो थाहा छैन। यो चाहिँ हाम्रो चटपटी बनाउने सामान हो है। हामीले अब त्यहाँ गएर चटपट बनाएर खाने पार्कमा। हामी चाहिँ फाइनली आयौँ है। चियर्स! धोका दिने भन्ने हुन्न थियो अस्मिता के राम्रो राम्रो भएर आलु प्याज धुन जाँदैछौँ है गाइस। चटपटीको लागि चाहिँ त्यो धुन पर्छ कि, अनि एउटैले बल्ल बल्ल धारा पायौँ गाइस हामीले। हामी चाहिँ आज खैरेनीको पार्क आएको होइन कि, शीतलनगरको पार्क आएको। धेरै नै भयो त्यो मान्छे हामीले त कचर कचर त होइन र त्यही हो र। यति दुईवटा केटा हुँदैछ। त्यसको ब्याग चेक गराइसी यहाँ चटपटी बन्दैछ है गाइस। हजुरहरूले देखाइदिन्छु। यिनीहरू दुइटा यति ठग्गो हान्ने गाइसहरू उहाँबाट बोकाएर पनि मलाई नै देखेछु है। अनि काट्ने पनि मैले अरे मैले उयो छिलेको है। कति ठुलो काम गरिन् नानी। कति देखेछु है। यति नै खाने जस्तो कपाल पनि के गरे सन्किन्छ गरे आफै काटेको दाइले हो। मम्मीलाई थाहा छैन कि मैले यो भन्दैछु भने बिचरा मम्मी इनोसेन्ट छु नि। मम्मीलाई थाहा छैन कि मैले भन्दैछु। कसले भनेको र अरे लिपसिङ गरेर जस्तै मान्नु भयो क्या। कसले हो तर आन्टी इनोसेन्ट हुनुहुन्छ यार बिचरा। चाहिन्छ के कहाँ राखी भनेर हेरेको त गर्मी भयो। गाइस यो चाहिँ आज न्यू इयर गिफ्ट हो ल। बाई मी। यो पनि न्यू इयर गिफ्ट होइन, यो बर्थडे गिफ्ट हो। कसले दिएको सोध्नुहोस् त कमेन्टमा। के उता अड्डाएर रहेछ पनि काप्रो मात्रै त मजा आउनु। हाम्रो फेरि चटपटी बनाऊ कति टेस्टी भयो, लास्टै टेस्टी भयो। कस्तो भयो गाइस? दामी मैले बनाएको है। हजुर थाहा हुन्छ मेरो हातै मिठो हो। तर आसमा भएर पानी भर्न गएको बेलामा मैले यो भिडियो बनाएको हो। तैँले यो भिडियो कतिखेर देख्छस् मलाई थाहा छैन। एन्ड थ्याङ्क यू फर दिस गिफ्ट। हाई गाइस, हाम्रो फोटोसुट हुँदैछ। म हजुरलाई देखाउँछु है डेमो। 1 2 3 गो। यो चाहिँ हाम्रो यशोदा नानीको फोटोसुट हुँदैछ है। यिनको यसलाई बढ्दै आउँछ कि यता कालो आएको कति छिटो हिँडिखेर त त्यही त पुग्ने जस्तो। हेलो गाइस, ह्यापी न्यू इयर। ह्यापी न्यू इयर। को केटालाई बिचमा लाग्यो के गर्ने। अब चाहिँ हामी घर फर्किन आँटेको। बाई। हामी चाहिँ घर आयौँ है। अब सबको असली चेहरा देख्नु। यसको असली चेहरा आसमा हेर, यसको असली चेहरा, मेरो असली चेहरा। ऐनामा नअटाइन ए मेरो असली चेहरा यही हो है। मेकअप पुस्दिएको के काली हो म यसको अगाडि। नजाके नजा नजिकै नजा। अब आसमाले हामीलाई घर छोड्दैछ। यसको भन्नु बाई बाई बाई। अब हामी आफ्नो घर पुग्छौँ। अब डराएर यसको स्यादर कति मलाई छ। मलाई पनि डर लाग्छ गाइस। मेरो भनेर आन्टी छोरी ल्याइदिए सही सलामत। ल्याइदिन्छौँ। ल्याइदिए अलि पछाडि जा। सही सलामत
Bye bye Asmita. Please do like, share, subscribe. Bye. लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला गरिदिनु ओइ बन्द भएको त हेर तिमीहरू Bye bye.